मलाई विभिन्न माध्यमद्वारा धाकधम्की त उनीहरूले दिइराख्थे, त्यसलाई मैले नर्मली लिएँ। भ्रष्टाचार र देशद्रोहमा निर्लिप्त भएको आतंककारी सोचको एउटा आपराधिक गिरोहले मलाई टार्गेटमा राखेको रहेछ। मलाई विभिन्न माध्यमद्वारा धाकधम्की त उनीहरूले दिइराख्थे, त्यसलाई मैले नर्मली लिएँ, खास सिरियसली लिइनँ। तर त्यो आक्रमण किन भयो भन्ने कुरोको पछाडि धेरै खोतल्नु पनि पर्दैन अब, किनभने धेरै कुराहरू स्पष्ट भइसकेको छ। मेरो व्यक्तिगत चरित्रमाथि यो छाप्न नसकेपछि, मलाई जस्तो व्यक्तिगत चरित्र, मेरो इमेज, मेरो व्यक्तित्व, कृतित्वमाथि प्रहार गर्ने कुनै पनि ठाउँ नदेखेपछि रक्सी, केटी, पैसा, यही तीनटा कुरामा त ब्लेम गर्छन् यिनीहरूले। कुनै काण्ड, फर्जी काण्ड बनाउन नसकिसकेपछि पारहरूले पछाडिबाट मलाई रडले प्रहार गरे। अब यो चोट या अहिले पनि मैले मलम लगाइरहेको छु, पछाडि पनि चोट छ र टाउकोमा 24 टाका लाग्ने गरी र जिउभरि 14 ठाउँमा रडको चोट छ। उनीहरूले मलाई मार्न खोजेका थिए, तर भगवानको कृपा, पितृको कृपा, तपाईहरूको आशीर्वाद, सबैको शुभेच्छाले आज म तपाईहरू सामु कुरा गरिरहेको छु। पुण्य गौतमले गरिब, दुखी, रोगी, असहायलाई हिजो विभिन्न समयमा 30औं लाख रुपियाँ सहयोग गर्यो, फेरि पनि उनले भोलि करोडौं रुपियाँ सहयोग गर्ला। त्यो देख्न नचाहने तत्त्वहरूले ममाथि अट्याक गरेर, त्यो त स्पष्ट छ। किनभने दुर्गा प्रसाईजीको एउटा स्ट्याटस तपाईले पढ्नुभयो भने अथवा उहाँको एउटा स्टेटमेन्ट हेर्नु हो भने धेरै कुरा छर्लङ हुन्छ। दुर्गा प्रसाईको अभियानसँग जोडिएको उनको डिफेन्स आर्मी अर्थात् उनको प्रतिरक्षा बलको केन्द्रीय संयोजक मिलन लामा र तिनले परिचालन गरेको एकजना व्यक्ति रहेछन्, तिनको नाम रहेछ टासी हो। यी दुईजना व्यक्ति त्यसमा संलग्न भएको प्रत्यक्ष भनेर देखियो र उनीहरू भोलिपल्टै गिरफ्तार रहे। तर यहाँनिर आश्चर्य र विडम्बनाको कुरा के छ भने दुर्गा प्रसाईजीको त्यो स्टेटमेन्ट अर्थात् त्यो वक्तव्यको मजबुन आशय के छ भने मेरो खोरको नरबक्सी बाघ गएर पुण्य गौतमलाई आक्रमण गर तर जिम्मेवारी लिन्न भन्ने टाइपको छ। इन्ट्रेस्टिङ छ। स्पष्टजीले अस्ति भर्खरै पनि के भन्नुभएको छ भने पुण्य गौतममाथि अट्याक गराउने मूल नायिके भनेको हामीले चिनिसकेका छौँ। जस्तो दुर्गा प्रसाईजीको विषयमा पनि अनुसन्धान भइरहेको छ र त्यो उहाँले गरेको कल्स र म्यासेजको फरेन्सिक रिपोर्ट पनि लेख्ने काम भइरहेको छ भनेर उहाँले भनिरहनु भएको छ। म जेन्युन प्रश्न उहाँले सधैँभरि गिरिबन्धु 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 भनिरहनुहुन्थ्यो। जुन दिन मैले प्रश्न उठाएँ त्यो दिनदेखि गिरिबन्धुको गी पनि उच्चारण गर्न सक्नु भएन। चीन भनेको जिरो टोलरेन्स अगेन्स्ट क्राइम एन्ड करप्सन अर्थात् भ्रष्टाचार र अपराध विरुद्ध शून्य सहनशीलताको नीति बोकेको कल्याणकारी देश हो र चीनले भ्रष्टाचारीलाई सहँदैन। भ्रष्टाचार विरुद्ध चिनिया महामहिम राष्ट्रपति सी जिनपिङले जिरो टोलरेन्सको नीति अपनाउनु भएको छ। कुत्सित मनसायका साथ पनि यो खोस्टो कागज फ्याँकिएको छ जो डस्टबिनमा हाल्न लायक छ। बडा बिचरा मिडियाबाजी र स्टन्ट धेरै भयो। म तपाईको विचारसँग असहमत हुन सक्छु तर तपाईको वैचारिक स्वतन्त्रताको सम्मानको निम्ति अन्तिमसम्म लड्छु भनेर भोल्टियरले त्यतिकै भन्नुभएको छैन। थ्याङ्क यू। रवि लामिछानेजी, बी केयरफुल फ्रम योर फ्रेन्ड्स। मुखमा राम राम, बगलीमा छोरा। उहाँको पत्नी निकिता र उहाँको खातामा अस्वाभाविक रूपमा धन आएको अमेरिकाबाट। त्यो कुन स्रोतबाट? 50 करोड भन्दा बढी। तपाईँ यदि गलत हुनुहुन्न भने तपाईँ डराउनु पर्ने कामै छैन। सरी टु से, सुक्को झरल त कान्छा भाउ मरल। पैसा झिक्नु पर्यो भने दाँतबाट पसिना आउँछ। हम अपनी औकात जानते हैं, अगर तू कहे तो तेरी याद दिला दूं। सब मतलब की यारी है, यही तो दुनिया की सबसे बड़ी बीमारी है।